नमस्कार। आज म कवि नदीसको हिउँद कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दैछु। यो कविता मलाई मन पर्यो र यो मन पर्नुको कारण मैले मेरो शब्दमा वर्णन गरिराख्नु पनि पर्दैन, किनभने यो कविता आफैमा सरल तरिकाले त्यो सबै कुरालाई वर्णन गरेको छ। कविताको शीर्षक छ रोकिन मन छ नजाऊ भनिदिने कोही छैन। सबैतिर छुटेको छु अलिअलि सानै झोक्काले सजिलै मेटिने गरी। सबैतिर छुटेको छु अलिअलि सानै झोक्काले सजिलै मेटिने गरी। अब यहीँ बस्नु छ आफूलाई पुरै थपक्क राखेर जीवनभरिलाई। नयाँ जमिनको स्पर्श, नयाँ भाषाको मिठास, झरीको नयाँ गन्ध, नयाँ ढुङ्गाको अनुहार, हावाको नयाँ स्वाद, नयाँ बाटोको सङ्गत सबैसँग थाकिसकेँ। अब खोज्नु छैन कुनै अनुकूल ठाउँ, यही ठाउँ होस् जसले मलाई थामोस्। यहाँका रुखहरूले चिनुन् गहिरो गरी, परिचित लागुन् यहाँका मानिसका आँखा। हावाले फुसफुसाइरहोस् बस यही हो तिम्रो ठाउँ। हिउँदको टिहीमा नाङ्गे उभिएर पनि आत्मामा न्यानो हुर्काइराखेका यी जङ्गली रुख जस्तै नजाउँ कतै अब म। जानै परे चरा जसरी जाउँ हलुका यादहरू मात्र बोकेर, आफ्नो गुण सम्झेर फर्कने गरी। सहजता खोज्दा खोज्दै उखेलिँदै रोपिँदै कि म बोन्साई जस्तो नाजुक भइसकेँ। कसको हुँ कहाँको हुँ, चराको चिरबिरमा मुग्ध हुने, तिनको भाषा नबुझ्ने, छहारी मुनि थकाइ मेटी हिँड्ने, त्यसको जरा नचिन्ने पर्यटक जस्तै खोक्रो भएँ। अब त फुर्सद होस् आफू मुनिको जमिन चल्मलाएको महसुस गर्न, आफू माथिको आकाशको सुस्केर चिन्न, झाँगिँदै नाङ्गिँदै चुपचाप महसुस गरौँ आफैलाई ऋतुको हरेक चक्रमा। हाँगाबाट खसेका बीज फुटेर जन्मिएका बिरुवा हुर्केको हेर्दै छहारी दिन सकौँ घामबाट तुषारोबाट। दह्रो गरी समाएर यहाँको माटो भरोसाले बस्न सकौँ, एउटा यस्तो ठाउँ जसलाई घर भन्न सकौँ। धन्यवाद।